नमस्ते मित्रहरू। अध्यात्म धर्मको क्षेत्रमा धेरै व्यक्तिहरूलाई यो लाग्न सक्छ, विश्वास सबैभन्दा ठुलो हो। शास्त्रहरूमा लेखेको छ, हाम्रा धर्मशास्त्रहरूमा लेख्नु भएको के छ भन्दाखेरि विश्वास सुरुमा काम लाग्छ, विश्वास मनबाट हुन्छ। त्योभन्दा माथि विचार छ, विचार बुद्धिबाट हुन्छ, तर्कबाट हुन्छ। कसरी भयो, के गरी भयो, कसैले केही भनिदिनु भयो तत्काल मानिदिनु भयो भने त्यो विश्वास भयो। त्यो मनबाट मात्रै हुन्छ, त्यो मनको स्तरको कुरा हो। मनको स्तरबाट विश्वास गरिन्छ। कसैले केही भन्नुभयो त्यसलाई स्वीकार दिनुभयो, मान्नुभयो, तर हामीले अनुभव गरेनौँ, विचार पनि गरेनौँ, अनुभव पनि गरेनौँ। कसैले केही भनिदिनु भयो हामीले मान्दियौँ, कसैले केही भनिदिनु भयो धर्मको नाममा, अध्यात्मको नाममा, हामीले सरासर उहाँले भनेअनुसार मान्यौँ। हामीले त्यहाँ विचार पनि गरेनौँ, के गरी भयो, कसरी भयो भनेर सोध्ने प्रश्न पनि गरेनौँ। र हामीले प्रश्नै नगरिसके पछाडि हामीले अनुभव गर्ने बाटो पनि हामीलाई खोएन। सत्यता आफ्नो अनुभव मात्रै काम लाग्छ। मैले खाएको खानाले मेरो पेट भरिएको मलाई थाहा हुन्छ, अरूलाई थाहा हुँदैन। मलाई उठेको रिसको प्रभाव म भित्र कति असर पर्यो भनेर मलाई मात्रै थाहा हुन्छ। म भित्रको दुःख, कष्ट, पीडा त्यो मलाई मात्रै थाहा हुन्छ, म भित्र थाहा हुन्छ, अरूलाई थाहा हुँदैन। त्यसैले हेर्नुस्, अध्यात्म धर्म भनेको आफूलाई स्वीकार्नु, आफूभित्र जे भएको छ आफ्नो अनुभवलाई स्वीकार्नु, आफूबाट गल्ती भएको छ भने पनि त्यसलाई हेर्नु, थाहा पाउनु, कहाँ के भएको छ त्यो भित्रबाट आफूलाई जान्नु र आफूले अनुभव गर्नु। त्यो प्रत्येक व्यक्तिको लागि सत्य हुन सक्छ। ध्यान भनेको पनि आफूले गर्ने अनुभव, यहाँ विश्वासले काम गर्दैन। विश्वासले कुनै पनि रोग निको भएको छ, कुनै पनि क्षेत्रमा काम बनेको छ भने त्यो विश्वासले बनेको हुन सक्छ, तर त्यो सधैँभरिको लागि नहुन सक्छ, केही समयको लागि हुन सक्छ। विचार हामीलाई आवश्यकता पर्छ। विश्वास मनले गर्छ, विचार बुद्धिले गर्छ र बोध अनुभवले गर्छ, आफ्नो होसले गर्छ। अध्यात्म धर्मको क्षेत्र भनेको कसैले भनेको तत्काल मानेर विश्वास गर्नु होइन। अध्यात्म धर्मको क्षेत्र भनेको कसैले भनेको सरासर मानेर विश्वास गर्नु होइन, त्यसमा विचार गर्नु पनि हो। आजसम्म हामीले मान्दै आएको धर्म, यसो गर्नुपर्छ बाबु तिमीलाई धर्म हुन्छ भनेर कसैले हिजो सिकाउनु भएको थियो। त्यही आधारमा हामीले मान्दै आएका छौँ। कसैले मान्नु, कुनै धर्मलाई मान्नु, कसैले भनेको मान्दै आउनु मान्यता हो, यो धर्म होइन। मान्यतामा विश्वास काम लाग्छ। अरूले जे भनौँ त्यो मान्नु। जान्नको लागि विचारको आवश्यकता पर्छ। के गरी भयो, कसरी भयो, त्यो भन्दा पनि अनुभव अत्यन्तै महत्त्वपूर्ण हुन्छ। आफूले अनुभव गर्ने, के मैले आजसम्म मान्दै आएको धर्मको नाममा कसैको हत्या भएको होला, कसैले दुःख पुगेको होला, मेरो कारणले कसैको दुःख, कसैको मन दुखेको होला, कुनै पशुको हत्या भएको होला मेरो कारणले। के यो ठिक छ? विचार गर्नुपर्छ। हामी मानिस चेतनशील प्राणी हौँ। त्यसैले मन, बुद्धि र त्योभन्दा माथि चेतना, हामी चेतनशील प्राणी हौँ भनिन्छ। मनले हामीलाई छक्याउने गर्छ। मनभन्दा माथि बुद्धि छ। बुद्धिले विचार गर्ने बल दिन्छ। बुद्धिभन्दा माथि चेतना छ। चेतना होस, थाहा पाउने क्षमता।
म के गर्दैछु भनेर थाहा पाउने छैन। मैले पशुको हत्या गरेर भगवानको नाममा बलि चढाउँदैछु। मलाई थाहा पाइरहेको छु मैले थाहा पाएर पनि फेरि त्यही काम गर्दैछु भने यो बेहोस हो, यो होस होइन। हाम्रो मनले हामीलाई बेहोस बनाइरहेको हुन्छ।